अहिले साङ्गादेखि यहाँ भक्तपुर खण्ड साइडको यहाँसम्म चाहिँ पिचको काम भएको छ। यो चाहिँ मेसिन, यो मेसिनको एउटा बेटर पार्ट चाहिँ के रहेछ भने यहाँ भएको जुन यो यसरी बन्दैछ, यो साङ्गादेखि भक्तपुर खण्ड साइडको साङ्गादेखि अलि तलसम्मको बाटो हो। यो वान साइडको लेन अर्थात् काठमाडौँबाट हामी भ्याली बाहिरिने लेन चाहिँ कम्प्लिटली फिच भएको छ। यसरी यो वान साइड निकै ठुलो छ, सम्भवतः यो 8 मिटरको होला दुईले। यो चाहिँ आज भर्खर मात्रै भएको हो क्यारे। सानो सन वालबाट चाहिँ सडकमा आउने पानीहरू तल बग्ने भयो। यसरी यो रिकन्स्ट्रक्टिङ अर्थात् यो पुनर्निर्माण अब केही दिनमै सम्पन्न हुन्छ होला सम्भवतः। भनेपछि बाख्रा कतिवटा थुप्रै छ? बाख्रा थुप्रै छ? कतिवटा छ बाख्रा? तिमीहरूमा सानो कुरा गर्ने ल। कतिवटा छ अरे बाख्रा? 9वटा हो। ए अघि मैले गतिले एउटा खसी देखाएको थिएँ बाटोमा। कति पर्छ त्यो खसीको बेच्यो भने? हो, बुवा मम्मीले बेच्नुहुन्छ हो। अनि कहाँ छ फार्म? कहाँ हो फार्म? कुखुरा फार्म के अरे? कुखुरा सरी बाख्रा फार्म हो, पालेको जे होस् घरमै पालेको होइन। 9वटा निकै गजबको थियो। अघि मैले तिराएको थिएँ, अहिले पछि चाहिँ उता तलतिर यो मुनितिर होला सायद होइन। यो मुनितिर छ होइन बाबु? मुनितिर होला होइन? यता आइसक्यो। तपाईँहरूलाई बाख्रा देखाउँछु ल। यहाँ छ। कहाँ अरे भाइ? कता नि? यतातिर छ। इस कस्तो बबाल रहेछ। अनि यो भाइ चाहिँ यहाँ बाख्रा चराउँदै रहेछ। अनि मैले देखेँ प्याट एउटा सानो। अनि यस्तो छ ल भाइ चाहिँ यहाँ छ। अनि कतिमा पर्दै? 5मा? ए आज स्कुल सिस्कुल सकेर अहिले आएर बाख्रा चराउँदै होइन? बाख्रा चराउँदैन नि एकछिन छोडेको होइन। नलजाउ न, किन लजाएको? के हो? के सुनार? यता हेरेर त यहाँ हेरेर भन त। के सुनार रे? आदित्य सुनार? सुनुवार होइन? तपाईँ राई सुनुवार कि हो? घर कहाँ? ओखलढुङ्गा हो? कहाँ? उदयपुर। ल गुड, राम्रोसँग पढ ल। बाई, राम्रोसँग फर्केर जानु ल। आई डिड सिम्पल काइन्ड्स अफ इन्टरभ्यू विथ त्यहाँ भाइ हुनुहुन्छ। भाइसँग मैले चाहिँ कुरा गरेको होइन। यो एन्टिलाइट परेर यस्तो छ। अनि अहिले चाहिँ म यो बन्दै गरेको राजमार्गको केही भिडियो लिँदै यसो हिँडाउन भनेर हिँड्दै आएको। यसरी यो मस्त तरिकाले बन्दैछ। अब केही समयभित्र अब काठमाडौँबाट अर्थात् बनेपाको बाट काठमाडौँ हामी आउजाउ गर्दाखेरि केही सहजता प्रदान हुन्छ।
तथापि हामीले यो अहिले फिज भएको अर्थात् यहाँ यो यति खण्ड निर्माण सम्पन्न भएको देखिए तापनि धुलिखेल खण्ड साइडको केही भागहरूमा पुलहरू निर्माण हुन बाँकी नै छ। ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ अनि त्यो पुलहरू निर्माण हुन बाँकी छ र केही ठाउँमा छिटफुट ठाउँहरूमा बनाउन बाँकी छ। अब भक्तपुर साइडकै कुरा गर्ने हो भने यो साइडमा चाहिँ सम्भवतः यो साँगादेखि यो तलको बेल्टमा थोरै पिच गरेको भइहाल्यो अनि जग्गादेखि सूर्यविनायकको हकमा चाहिँ त्यो कम्प्लिटली सम्पन्न भइसकेको छ मेन हाइवे र साइड लेनहरू बाँकी होला यस्तो छ। अनि म चाहिँ यसरी देखाइदिउँ न तपाईँहरूले भनेर आइरहेको, तपाईँले हेर्न सक्नुहुन्छ है यतिको चाहिँ कम्प्लिटली चाहिँ के भएको छ निर्माण सम्पन्न भएको छ। यद्यपि यति हुँदा पनि साइडको जुन त्यो ड्रेनको छेउछाउको केही भागहरू चाहिँ निर्माण गर्न बाँकी छ। त्यसमा पनि त इँटाहरू केही बिछ्याउँछ होला, सम्भवतः टाइल्सहरू बिछ्याउँछ होला। टाइल्स त्यो के भन्छ नि कन्क्रिटबाटै बनाउने टाइल्स बिछ्याउँछ होला। यस्तो छ यहाँ, यस्तो यो छ परिस्थिति। यति निकै मनोरम छ, यतिको मनमोहक छ, यतिको सम्पन्न भएर बनाएको छ। अनि हामी त्यो पछाडि तपाईँले देख्न सक्नुहुन्छ नि, यहाँ पछाडि एक ग्रुप आमाहरू हुनुहुन्छ। यसरी त्यो पछाडि एक ग्रुप आमाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ टिकटक बनाउन आउनु भएको जस्तो लागेर चाहिँ अघि नै आउनु भएको थियो, अहिले चाहिँ फर्क जानुभएको रहेछ है।